भारतबाट नेपाल आउनेलाई खुसीको खबर छ। अबदेखि इन्डियाबाट नेपाल आउनेले 5,000 अमेरिकी डलर अर्थात नेपाली करिब 7 लाख बराबरको रकम बोकेर ल्याउन पाउने भएका हुन्। इन्डियामा पनि डलर पाउनु थालेछ, मैले त पत्तै नै यो कुरा त। अनि त्यत्रो 6-7 लाख चाहिँ कुन नेताको हजुरबाउले कमाएर राखिदिएको हुन्छ र गएर थपक्क बोकेर चुई 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 झोलामा बोकेर कुदेर नेपाल आउनुलाई? उहाँ नेपालको कुन भूभाग बेच्नु आँटेको होला दलले नेता सोसकी घुसखोरेहरूले, अनि त्यहाँबाट आफैलाई पैसा नेपाल ल्याउनु सजिलो होस् भनेर झोलेहरूलाई झोलामा 6-7 लाख पैसा बोकाएर नेपाल घुसारौँला भनेर त्यस्तो कानुन बनाएको होला नि, नियम बनाएको होला नि। जनताको राम्रोको लागि त यत्रा नि बनाउँदैन यिनीहरूले त। कहिले मर्छ र ढुक्क हुन्छ जाँठाहरू। कहिले के बनाएको छ, कहिले के बनाएको छ, कहिले के भनेको छ, कहिले कुन ठाउँ बेचेको छ। भए भारतको त्यत्रो नेपालको युवाहरू विदेश पठाएर अब नेपालमा बुढो पाकाहरू रह्यो जे भनौँ मानिहाल्छ भनेर इन्डिया पठाउँदै पैसाको झोला थपक्क उठाउँदै नेपाल ओसारौँला, काम लगाउँला भनेर होला जाँठाहरू।